हेलो साथीहरू वेलकम छ मेरो सर्ट मिनी ब्लगमा हजुरहरूको प्यारो पुकुली मोटी डुम्म परेकी साथी। आज पनि आज सोमबारको दिन मेरो घरमा 5 बजे उठ्नुपर्छ किनभने घर सफा गर्नुपर्छ होइन। आज मेरो काम पनि बिदा म उठेँ 5 बजे उठेँ अनि सट्ट मुखसुख धोएँ फ्रेस त हुनु पऱ्यो नि त यार। अनि टक्क मुखसुख धोएँ अनि पोछा त लाउनु पऱ्यो टक्क। आज सोमबारको दिन काम चाहिँ बिदा हुन्छ मेरो प्लस कलेज त जानुपर्छ। त्यही भएर नि बिहान छिटो उठ्नुपर्छ कि पोछा सोछा लाउनलाई पूजा गर्छ नि त टक्क। अनि त्यही भएर अनि घर सट्ट सफा गरेँ पोछा सोछा लाएँ होइन। निद्रामा थिएँ 5 बजे उठेको अनि निद्रामा त हुनु पऱ्यो होइन। सो जानी नजानी अनि मेरो एक्लै होइन अनि टक्क भिडियो बनाएर म पानी पनि खाएँ। अब कलेजको लागि रेडी हुनु पऱ्यो नि त। सो अनि पानी सानी खाएँ यसो फ्रेस भयो होइन। बिहान उठ्दा फ्रेस नै हुन्छ। अब चाहिँ डेली 5 बजे जस्तो उठ्नु नै छ मलाई। अनि टक्क कलेजको लागि रेडी भएँ जानी नजानी भिडियो बनाइदिएँ है म चाहिँ। अनि टक्क कलेजको लागि रेडी भएँ म। सो साथीहरू मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। म कलेज निस्केँ बाई बाई।